आमाको उपहार च्यानलमा हजुरलाई स्वागत छ। नचाहँदा पनि दुध फाट्यो। अब त्यसलाई के गर्ने? हामीसँग दुईटा अप्सन हुन्छ, कि त फाल्ने कि त त्यसलाई रियुज गर्ने। मैले चाहिँ त्यसलाई रियुज गर्ने उपायलाई नै रोजेँ। त्यसैकारण मैले एकदमै मिठो रसबरी बनाउने निर्णय गरेँ, जसको लागि चिनी र सुकमेल भए पुगिहाल्छ। त्यसैकारण फटेको दुध भए पनि राम्रोसँग उमाल्नुपर्ने हुन्छ अनि त्यसलाई एकछिन चिसो बनाएर एकदमै सफा कपडामाथि राख्नुपर्ने हुन्छ अनि त्यहाँ भएको सबै पानीहरूलाई निचरेर बारम्बार निचरेर अलग गर्नुपर्ने हुन्छ अनि सुक्खा भागहरूलाई छुट्टै राख्नुपर्ने हुन्छ। दुध 1 लिटर फटेको भए पनि यसको सुक्खा भाग चाहिँ छुटाउँदै जाँदा एकदमै थोरै हुन्छ अनि यो सुक्खा भाग चाहिँ हेर्दा नै एकदमै खाउ लाग्दो हजुरहरूले पनि देख्न सक्नुहुन्छ। तर यसलाई यतिकै छोड्ने हैन, एकदमै राम्रोसँग हातले मिची 5 देखि 6-7 मिनेटसम्म एकदमै राम्रोसँग मिच्नुपर्ने हुन्छ र मिचेर यसलाई सफ्ट बनाउनु पर्ने हुन्छ अनि यसलाई सफ्ट बनायो भने हाम्रो डल्ला चाहिँ एकदमै राम्रोसँग छुट्छ। यसरी रसबरीको लागि अब सानो डल्ला बनाउनु पर्ने हुन्छ। रसबरीमा क्याल्सियम, कार्बोहाइड्रेट र प्रोटिनको मात्रा एकदमै बढी हुन्छ, जुन मानव शरीरको लागि आवश्यक पनि छ र बच्चाहरूको लागि त झन् एकदमै बढी आवश्यक छ। त्यसैकारण यो रसबरी बच्चाले पनि खान मिलोस् भनेर मलाई बनाउँदै गुडमा यानि कि सक्खरमा बनाउन मन लाग्यो। चास्नीको लागि चिनी नै हो एकदमै बेस्ट, तर चिनीको साटो मलाई चाहिँ सक्खर युज गर्न मन लाग्यो। सक्खर र सुकमेलमा मैले यो बनाउँदैछु। अब आधा लिटर पानीलाई तताउनु पर्ने हुन्छ अनि त्यसमा हामीले अघि रेडी गरेको सक्खरलाई राख्नुपर्ने हुन्छ अनि सुकमेलको धुलोलाई पनि राखेर एकदमै राम्रोसँग उमाल्नु पर्ने हुन्छ चलाउँदै अनि सक्खर पग्लिसकेपछि अनि यसमा चाहिँ अघि हामीले डल्ला पारेको रसबरीलाई चाहिँ राखेर राम्रोसँग पकाउनु पर्ने हुन्छ। मैले 10 मिनेट पकाएँ। 10 देखि 12 मिनेटमा लो फ्लेममा यो राम्रोसँग पाकिसक्छ र हजुरले हेर्न सक्नुहुन्छ यो पाकिसकेको छ। अब यसलाई मैले 6 घण्टासम्म चिसो हुन दिएँ। अब यो खानाले रेडी भइसकेको छ। हेर्दा ब्राउन कलर अनि अलिअलि ब्ल्याक पनि देखेको छ, किनभने सक्खर र सुकमेलले गर्दा। यदि हामीले चिनीको मात्रै चास्नी बनाएको भए यो अघि जस्तो थियो सेतो अहिले पनि त्यस्तै हुने थियो। हेर्दा यो ब्राउन भए पनि यसको फ्लेभर, यसको टेस्ट चाहिँ एकदमै मिठो छ। मेरो बच्चाले त्यति भोक नभएको कारण अनि उसको अगाडि एकदमै नयाँ खानेकुरा भएको कारण ऊ कन्फ्युज भइरहेको थियो खानु कि खेलाउनु भनेर, तर लास्टमा उसले खायो अनि उसले एकदमै इन्जोय गर्यो, मन परायो। यसरी नै हजुरहरूले पनि बेबीहरूलाई र आफ्नो लागि हेल्दी रसबरी घरमै बनाएर खान सक्नुहुन्छ। भिडियो हेरिदिनु भएको लागि धन्यवाद।